हामी कसरी खुसी हुन सक्छौँ त? आज यो टपिक्समा तपाईँहरूमा कुराकानी गर्न गइरहेको छु। हाम्रो जीवनमा खुसी नभई नहुने एउटा चिज हो। किनभने हामी खुसी हुन सकेनौँ भने हामी कुनै पनि काम गर्न सक्दैनौँ। किन भन्दा हाम्रो जीवनमा खुसीको धेरै आवश्यकता छ। खुसी कुनै धेरै ठुलो चिजबाट प्राप्त गर्ने होइन। खुसी प्राप्त गर्नका लागि साना साना कुराहरूलाई पनि ध्यान दिनुपर्ने हुन्छ। हामीले गरेका हरेक कुराहरू जो साना साना कुराहरू छन्, हाम्रो जीवनमा पछि फर्केर हेर्ने हो भने ती साना साना कुराहरूले हामीलाई धेरै खुसी दिन सक्छ। त्यसैले हामीले धेरै ठुलो कुराको अपेक्षा गर्नु पर्दैन। अनि अर्को कुरा के हो भने प्रत्येक दिन हामीले बिहान 4 बजेबाट 5 बजेको बिचमा उठिसक्नुपर्छ। किन भन्दा 4 बजेर 5 बजेको बिचमा हामी उठ्न सक्यौँ भने हाम्रो मस्तिष्क एकदम स्वस्थ हुन्छ र धेरै हाम्रो दिमागमा त्यस्ता नकारात्मक केही पनि विचारहरू हुँदैन। बिहान 5 बजे भित्र उठेर नुहाई गरेर सरसफाइ गरेर एकछिन नीलो आकाशसँग राम्रोसँग हेर्नुहोस्। त्यो नीलो आकाशसँग तपाईँले राम्रोसँग हेर्नुभयो भने तपाईँको मस्तिष्कमा त्यो नीलो आकाश जस्तै फ्राकिलो सोच भएर आउँछ, त्यस्तै फ्राकिलो सुन्दर विचार भएर आउँछ, त्यस्तै फ्राकिलो मन भएर आउँछ। त्यसैले साथीहरू, खुसी हुनको लागि धेरै ठुला ठुला सपनाहरू कहिल्यै नदेख्नुहोस्। आफूसँग जे छ, तपाईँ जे गर्दै हुनुहुन्छ त्यो चिजमा मात्रै खुसी हुन सक्नुहुन्छ। किन भन्दा हामी जे गर्दैछौँ हाम्रो जीवनको लक्ष्य त्यहीँबाट सुरु हुन्छ। किन भन्दा हामीले सोच्नै नसकेका धेरै ठुला ठुला कुराहरूको सोच विचार गऱ्यौँ भने हाम्रो यात्रा बिचमै टुकिन्छ र हामी दुर्घटनामा पर्न सक्छौँ। त्यसैले साथीहरू, जीवनमा केही पाउनु छ भने केही गुमाउनु पर्ने आवश्यक हुन्छ। त्यसैले खुसी खोज्नको लागि हाम्रो समय गुमाउनु पर्छ, हाम्रो उमेरहरू पनि त्यस्तै गुमाउनु पर्छ। एउटा उदाहरणको लागि मानौँ, खुसी खोज्नको लागि विदेश पसिन्छ, विदेश आइन्छ। विदेश आउँदाखेरि आफ्नो घर परिवार छर छिमेक गाउँ घर हरेक चिजहरू हामीले आफ्नो नेपालमै छोडेर विदेश आउनुपर्छ। के का लागि? त्यही खुसी खोज्नको लागि नै हो, होइन? त्यो खुसी कसरी मिल्छ त? विदेशमा आएर हामीले खोज्ने खुसी र घरमै बसेर हामीले साना साना कामहरूबाट प्राप्त गरेको खुसीमा धेरै अन्तर पर्छ। विदेशबाट प्राप्त गरेको खुसीले हाम्रो उमेर गुमाएका हुन्छौँ, हाम्रा हरेक चाहनाहरूलाई दबाएका हुन्छौँ, हाम्रा अनेक समस्यामाथिको यात्रा गरिरहेका हुन्छौँ। अनि मात्र बल्ल खुसी मिल्न सक्छ या सक्दैन त्यो पछिको कुरा हुन्छ। तर घरमै बसेर साना साना कुराहरूमा पनि खुसी खोज्न सक्ने हो भने हामी अत्यन्तै खुसी हुन सक्छौँ। आफ्नो परिवारसँग बस्न पाउँछु, आफ्नो बच्चाबच्चीहरूसँग सँगै खेल्न पाउँछु, सँगै खान सक्छु, आफ्नो गाउँ समाजसँगै घुलमेल गर्न सक्छु, गाउँ समाजका हरेक सुख दुःखहरूमा साथ दिन सक्छु। त्यसैले हामीले विदेश चिन्नुभन्दा गाउँमै बसेर केही गर्न सक्यौँ भने उत्तम हुन्छ र हाम्रो जीवनमा धेरै खुसीहरू प्राप्त हुन्छ। अर्को कुरा दाम्पत्य जीवनबाट पाइने सुख र खुसी। दाम्पत्य जीवनमा जब मान्छे विवाह गर्छ, विवाह गरिसकेपछि उसले पाउने सुख र उसले गर्नुपर्ने काम र उसले प्राप्त गर्नुपर्ने सुख र शान्त। दाम्पत्य जीवनमा धेरै जसो दाम्पत्य जीवनहरू कष्टकर भएको देखिन्छ। तर पनि धेरै जसो दाम्पत्य जीवनहरू यस्ता पनि छन् कि धेरै उहाँहरूले एकदम उदाहरणीय भएर बस्नु भएको छ। किनभने दाम्पत्य जीवनबाट सुख शान्ति प्राप्त गर्नको लागि एक अर्काले राम्रोसँग बुझ्न जरुरी हुन्छ। किन भन्दा हामीले एक अर्कालाई राम्रोसँग बुझेनौँ भने हाम्रो दाम्पत्य जीवन कहिले खुसी हुन सक्दैन र सुख पाउन सक्दैन। परिवारका साना साना कुराहरूमा पनि ध्यान दिन सक्नुपर्छ। श्रीमतीका साना साना कुराहरूमा पनि ध्यान दिन सक्यौँ भने हामीलाई धेरै सुख सन्तुष्टि प्राप्त हुन्छ र श्रीमतीले पनि श्रीमानका
हरेक इच्छाहरू र चाहनाहरू र साना साना कुराहरूमा पनि ध्यान दिन सक्ने हो भने जीवन एकदम सफल र सहज हुन जान्छ। त्यसैले दाम्पत्य जीवनबाट कुनै सुख प्राप्त गर्नका लागि दुवैजनाले एक अर्कालाई बुझ्न राम्रो आवश्यक छ। एक अर्कालाई बुझ्नुपर्ने धेरै आवश्यक छ। किन भन्दा हामीले एक अर्कालाई बुझ्न सकेनौँ भने हाम्रो दाम्पत्य जीवन पनि सुख हुन सक्दैन। त्यसैले जीवनमा सुख प्राप्त कसरी गर्ने, कसरी खुसी प्राप्त गर्ने भन्ने कुराको टपिकसम्म आज नम्बर 1 मा दाम्पत्य जीवनमा एक अर्कालाई राम्रोसँग बुझ्नुपर्छ। नम्बर 2 मा साना साना कुराहरूमा पनि हामीले खुसी हुन सक्नुपर्छ। नम्बर 3 मा आफ्ना बच्चा-बच्चीहरूका सानातिना कुराहरूलाई पनि हामीले चाहिँ उनीहरूको खुसी नै हो भन्ने कुरालाई समेट्न सक्यौँ भने हाम्रो जीवनमा धेरै सुख प्राप्त हुन्छ, खुसी प्राप्त हुन्छ। त्यसैले साथीहरू, जीवनमा सुख प्राप्त गर्नको लागि र खुसी प्राप्त गर्नको लागि हामीले धेरै ठुलै काम गर्नुपर्ने आवश्यक छैन। किनभने हामीले साना साना कुराहरूमा पनि हामीले सुख र शान्त प्राप्त गर्न सक्छौँ। र वैदेशिक यात्राको सुखमा भने हामीले 12 घन्टा 16 घन्टा 18 घन्टा काम गरेर प्राप्त गरेको खुसी लङ टाइमसम्म दुःख पाए पनि लास्टमा सुख पाउन सकिन्छ भन्ने एउटा चाहिँ उदाहरण छ। त्यो पनि सबैमा चाहिँ यो चाहिँ लागु हुँदैन। धेरैजसो मान्छेहरू विदेशमै पलायन भएको पनि हामीले देखिरहेका छौँ र सुनिरहेका छौँ। त्यसैले आजको विषय कसरी खुसी हुन सकिन्छ भन्ने टपिक्सलाई यहाँहरूमा बताउन चाहे र बताए पनि। अब यो भिडियो कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला र अर्को टपिकसम्म कसरी भिडियो बनाउने, के भिडियो बनाउने भन्ने कुरामा तपाईँले कमेन्ट बक्समा गएर लेखिदिनु होला। र यो च्यानल नयाँ बनाएको हुनाले यहाँहरू सबैले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हवस् त, नमस्कार।